जयमसी सबैजनालाई आज हामी सिपिङ वर्क्सको यात्रा तर नयाँ बाटो आएको कारणले चाहिँ हल्का रमाइलो भइरहेछ। कुन बाटो ल्यायो चाहिँ अर्कै बाटो ल्याएछ, बिचमा सायद बाटोहरू बनाउँदै होला, निर्माण गर्दै होला, त्यसै कारणले हामीलाई यो अनौठो बाटोबाट हामीलाई ल्याएको छ। हेर्नुहोस्, ड्राइभरलाई चाहिँ ढुक्क छ, ड्राइभरसँग चाहिँ जे होस्। कस्तो सुन्दर परमेश्वरको सृष्टि, कति वातावरणहरू सुन्दर छ, मौसम पनि एकदम मौसम सुन्दर छ आजको चाहिँ। हामी लगभग पुग्नको लागि हामी अझै 2 घन्टा 2.5 घन्टा लाग्दो रहेछ यहाँबाट चाहिँ। यात्रा कस्तो भइरहेछ? धेरै राम्रो। यो चाहिँ पुरानो रेलवे स्टेसन रहेछ। यो चाहिँ 1956 मा चाहिँ यो चाहिँ स्थापना भएको रहेछ। यो चाहिँ एउटा यस्तो ठाउँ रहेछ कि भुटानको जोङ जस्तै, अनि जसलाई चाहिँ यहाँ चाहिँ विभिन्न कुराहरू चाहिँ यहाँ पाइँदो रहेछ। यहाँभित्र चाहिँ यो एक्सप्रेसमा चाहिँ हामीले बाटोबाट यसो स्टप हुँदाखेरि देखेको त्यो कुरा भन्ने कुरो जानकारी आएको छ। मौसम एकदम राम्रो छ। अब हामी लगभग हामी पुग्नलाई 2-2.5 घन्टा छ। आज चाहिँ हामी सबवे हिँडेको फ्यामिली सबै, धेरै किनकि आयो अलिकति निर्माण कार्य भइरहेको कारणले गर्दाखेरि केही चाहिँ हामी चाहिँ जाममा पर्यौँ। हाम्रो यात्रा निरन्तर भइरहेको छ अहिले।
र निरन्तर छ।